अनि अब हाम्रो घुममा आइपुग्यो अब त कस्तो महसुस भइरहेछ अब एकदम गर्मी फिल भइरहेछ अहिले लास्टै गर्मी रहेछ होइन अनि अब अहिले यहाँ डल्ले खोर्सानी पनि रहेछ खाना ओए केटाहरू डल्ले खोर्सानी रहेछ ओए खोर्सानी रहेछ है र यहाँ खोर्सानीमा हेर कमिला लडाक खाँदैछ होइन कमिला मैले होइन अनि पुग्यो हामीहरूको घुममा अनि अब खानालाई लाइन बसेर छ हाम्रो केटाहरू कोही भित्र अब यहाँ पुरा लाइन बसेर अब आनेहरूले खाना हालिरहेछ सेवा गरिरहेछ हामीहरूलाई अनि अब हाम्रो हिरोहरू भोग लगाइरहेछ पुरा होइन भोग लगाएर त्यहाँ डिब्बल निक्लिँदैछ हाम्रो फेरि यहाँ अनि केटाहरूले चाहिँ लास्टै भोग लगाइरहेछ त्यो माथि अब नेको गरेर धेरै थाकिरहेछ त्यति मात्रै नभएर अब हाम्रो ह्यान्डसम पनि पुरा ह्यान्डसम भएर बसेछ हाम्रो फेरि 32वटा दाँत देखाएर बसेछ त्यहाँको अर्को यहाँको जुङ्गा हेर्न आम्बो जुङ्गा चाहिँ खतरा छ है अनि पुरा लाइन बसिरहेछ न चिटिक्क पारेर अनि अर्को हाम्रो उता यहाँ हाम्रो नेसाङ भाइ हाम्रो नेसाङ भाइ चाहिँ अब अगाडि हाम्रो के अरे गाडी घोटेको बा हैट यो पनि अब यस्तै हो अर्को अब हामी चाहिँ लास्ट ग्रुपतिर हो हल्का अनि यो चाहिँ अब हामीहरूको नार्को हिरो हो यो चाहिँ हेर त निधार आम्बो भाग्यमान ठुलो जस्तो छ आम्बो फेरि यसको नि हेर्ने आम्बो है अब हाम्रो ह्यान्डसम मुगुङको दाइ चाहिँ है राम्रोसँग हालेको छ है अब गर्मी छ है फ्यान पनि बालेर यहाँ चट्ट खाइरहेछ कर्मल चाहिँ यहाँ लिक्सेको अगाडि नै यो हाम्रो केटाहरू यहाँ सबै चट्ट खाइरहेछ सबैजना पुरा लाइन बसिरहेछ त्यहाँ रोशन चाहिँ त्यहाँ अनि त्यहाँ हाम्रो गुरुङ भाइ पनि त्यहाँ बेला ह्यान्डसम भएर बसेछ ल हेलो अब हामी खाना खान लाग्यो है खाना अनि चाइनिज के भन्नु छ अब हामी खाना खान लाग्यो त्यसो तपाईँ नि खाना के अनि कस्तो भयो त ट्रिप एकदम होइन आज जाडो भइरहेछ त्यसैले ए हो पार्काको वेलको मैले टोपी मात्रै लगाइदिएछु होइन फेरि पऱ्यो अनि चाहिन्छ हो त्यसैले भर्खर पुरा स्याएको एकदम यहाँबाट एकदम उहाँहरूले एकदम के भन्छ अफिसर होइन सेफ्टी राम्रो गर्नु पऱ्यो एकदम धन्यवाद अनि अब हामी चाहिँ यहाँबाट निस्किन लागेको हजुर अनि कस्तो लाग्यो त हजुरहरूलाई यहाँको अब जस्तै उहाँहरूले अब जस्तै खाना व्यवस्थाहरू गरेको व्यवस्था हरेक सबै चिजमा एकदम A1 त्यसको लागि चाहिँ हृदयदेखि अब 10मा कति दिनुहुन्छ हजुरले हजुर 10मा कति नै दिन्छु म ल ठिक छ ल हजुरको शुभ यात्रा है अनि यो चाहिँ अब सिनियरहरूको बिल्डिङ हो यो चाहिँ अनि त्यहाँदेखि उतापट्टि चाहिँ जुनियरहरूको बिल्डिङ उता छ अनि यहाँ चाहिँ अब गेलाहरू छ हामीहरूको अनि यहाँ अब साथीहरूको यो पर्खेर बसिरहेको छ अनि मेरो क्लासमेटले यहाँ सुन्तला बोकेर हिँडिरहेको छ अनि ओए कस्तो लाग्यो ल यहाँको हो ल ठिक छ अब यो चाहिँ हाम्रो गोटीको बुवाहरू सबै आउँदैछ सबै रेडी भयो चट्ट लगाएर अनि कमलो चाहिँ कस्तो लाग्यो ल भन्दा ठिक छ दामी छ अनि अरू यसै छ आज आनीहरूले एकदमै राम्रो वेलकम गर्नुभएछ त्यसमा धन्यवाद भन्न चाहन्छु अनि छोडो कस्तो भयो त लुम्बिनीको ट्रिप्स Lumbini's trek was so fun. Food was so good. And yeah, everything is all good. Okay. So there is many monastery I hear. So this one is our monastery. And Tintin, कस्तो भयो ट्रिप्स? मन दुख्दो आबो फेरि अनि कमलेश ट्रिप कस्तो भयो? रमाइलो ल ठिक छ अनि सल्दङ हैन
अनि ट्रिप कस्तो लाग्यो हजुरलाई ट्रिप कस्तो भयो अनि यो चाहिँ हामीहरूको गुम्बाको नाम चाहिँ यो हो हामीहरूको आने गुम्बाबाट चाहिँ अब हामी सरबस्ती जाँदैछौँ होइन अहिले चाहिँ अब हामीहरूको यो आने गुम्बाबाट चाहिँ अब यो हो पछाडिको चाहिँ सरबस्ती जाँदैछौँ हामी सरबस्ती जाँदैछौँ फुल भिडियोको लागि रेडी गर्दै बस्नु होला है चट्ट लाएर है यो चाहिँ अनि यो चाहिँ हल्का हामीहरूको सेडाको ह्यान्डसम केटा हो सबैभन्दा सानो हेर्दा माया लाग्दै त स्माइल खरायो भन्दा पनि सानो अरू छ जोक्स हाल्ने बेला पत्ताइदियो हुन्छ ल हल्का थोरै अनि अब हाम्रो केटाहरू यहाँ सबैजना बिजी छ अनि यो चाहिँ हामीहरू ह्यान्डसम ल